दर्शकबिन स्वागत छ। आज फेरि तपाईँहरूलाई अर्को एउटा नयाँ भिडियोमा म यहाँ सबैजनालाई स्वागत गर्न चाहन्छु। आजको भिडियो रहनेछ अहिले नेपाल देशमा समस्या भइरहेको छ ग्यास सर्टेजको बारेमा र सरकारले चाहिँ ग्यास चाहिँ पर्याप्त मात्रामा छ अनि पसलमा गयो भने जति पनि पाइन्छ हैन, ग्यास बजारमा ग्यासको अभाव छैन, यो सबै हल्ला मात्र भनिरहेको छन्। तर वास्तवमा ग्यास नै अभाव छ हैन र जनताले पाइरहेको छैनन्। लामो शास्ति धेरै दिनदेखि नै लाइन बसिरहनु परेको छ, आफ्नो पालो कुर्नु परेको छ र त्यो पालो कुर्दा पनि आफ्नो पालोमा ग्यास नपाएर धेरैजना जनताहरू फर्किसकेका छन्, धेरै जनताहरू समस्यामा छन्। तर सरकारले चाहिँ न त यसको बारेमा एउटा हैन राम्रोसित सरसल्लाह गरेर एउटा हैन निष्कर्षमा आउन सकेको छ, केही पनि गर्न सकेको छैन। धेरै दिन भइसक्यो, लगभग यो 10 देखि 15 दिन लगभग हुन लागिसक्यो होला यो समस्या भएको र अहिलेसम्म सरकारले यो समाधान गर्न सकेको छैन। कारण के हो भनेर पनि पत्ता लगाउन सकिरहेको छैन र जनताहरू चाहिँ अहिले धेरै नै निराशा छन्, धेरैको जनजीवनमा असर परिरहेको छ र कतै कतै मात्र पाइरहेको छ र त्यो पाउँदाखेरि पनि ग्यास आज धेरैजना हैन लामो समयदेखि लाइनमा बसेर हैन फर्किरहेका छन्। र त्यसै बिचको बारेमा कुरा गर्नको निम्ति आज यही नै कुराहरू हुनेछन् र के कारणहरू हुन सक्छ, सरकार किन चुप छ, मौन किन छ भन्ने कुराहरू आज गर्नेछौँ। त्यसको लागि आमालाई स्वागत गर्नेछौँ। हाम्रो भगवती आमा हुनुहुन्छ, अभियन्ता आमालाई उहाँलाई स्वागत गर्नेछौँ आजको भिडियोमा। सबैलाई नमस्कार। अनि ग्यास छैन त यहाँ भनिरहेका छन्, जनताहरूले लाइनमा छन् अनि धेरैजनाले कमेन्ट गरेका छन् यो त पुरानो पार्टीका झोलीहरू लाइनमा बसे हुन्, ग्यास त पर्याप्त मात्रा छ भन्छ नि। ग्यास पर्याप्त मात्रामा छ? हजुरको घरमा ग्यास छ कि छैन? झोलेले मात्रै हाले खबरदार है, यो सुन्नुहोस् है माननीय प्रधानमन्त्रीज्यू अनि सबैजनालाई म भन्दा राम्रो तरिकाले राम्रो मुखले समान साथ बोल्दैछु। ग्यास सुन्नुहोस् है, यता ग्यास अनि चाहिँ घन्टेको खरानी ग्याङ्ला मात्रै छ अनि यो त झोलेहरूको लागि मात्रै लाइन बसेको हो भने अरू मतले अगम भक्त त्यो उपभोक्ताले ल्याएको त्यो ल्याएर थुपारेको ग्यास चाहिँ कहाँ गयो त? न इन्डियाले नाका लगाएको छ, न कुनै ठाउँमा नाकाबन्दी भएको छ। सरासर गाडीले चाहिँ भन्सारबाट ग्यास ल्याएको छ। तिमीले घन्टेका खरानी ग्याङ्गो कहाँ राखेको ग्यास लगाएर? कि चाहिँ उपभोक्ता गर्ने व्यक्ति लाइन राख्ने अनि ठुल्ठुलो डिलरसँग यसरी कनेक्ट गरेर हाल्यो भने घन्टेका खरानी गाङलाई चाहिँ ग्यास पुरा भइरहेको छ होइन। भगभग कुकुर होइन, काटिके कुकुर चाहिँ भोग्ने घन्टेका खरानी ग्याङलाई चाहिँ पुरा भइरहेछ होइन। अनि अरू चाहिँ सोह्र साझा मान्छेलाई अनि खानु पाउँदैन। यो नेपाल देश चाहिँ खरानी ग्याङको मात्रै हो कि होइन? ल भन, हो भने कमेन्ट गर है। खरानी घन्टे ग्याङहरू के खरानी जलाएर देश जलाएर भत्ताभुङ्ग बनाएर अनि फेरि ठुलो कुरा गरेर अनि फेरि खरानी भन्न फेरि अबदेखि तिमीहरूलाई भोट चाहियो, तिमीहरूलाई हगेको गु पनि दिने अनि अरूले तिमीहरूलाई खरानी ग्याङ हो। अबदेखि तिमीहरूलाई फेरि फेरि आउँछ नि यहाँ चुनाव आउँछ नि 84मा, कहाँ जाला मान्छेले मेरो झरिया तिमीहरूलाई फेरि अब त होइन पाउला नि तिमीहरूले। अब घर गाउँ गुहाल बोल तिमीहरूलाई गुहा पठाउँछन् खरानी ग्याङहरूलाई। कोही भुनी पकाउने आफ्नो घरमा दिदीबहिनी आमा भएकाले पकाउँछन् होला नि, कोही चिमुखै देखाउँदैन होला। आमा नि पहिले मरिरहेको छ क्या हो, दिदीबहिनी भन्दै रहन्छ क्या त्यो भयो जसलाई बाटो भुनी पकाएको त्यसलाई इज्जत सामान त्यसलाई अलिकति ऊ भएको त्यसको कुरा केही भएको भए संस्कार पाएको भए अब विदेशमा घुम्न आएको एउटा दिदीबहिनी जस्तोलाई भुनी पकाएर यत्रो त ब्याउनी मारेर छोटो थुक साला हो खरानी ग्याङ हो। लाज लाग्यो नि तिमीहरूलाई अलिकति? सामु लाग्दैन? त्यही गर्न भोट दिनु तिमीलाई। कसैलाई भुनी पकाउन, कसैलाई नेपालले भारत बेच्यो भन्न, भारतले नेपाललाई लुटेर खाइदियो भन्न, कोहीलाई चाहिँ ग्यास लुकाएर चाहिँ राख्नेर चाहिँ आफ्नो तिम्रो चाहिँ भराउटेहरू माइतीका मण्डलमा भगभग वा भुग्ने कतिपय 3-4 जना छन्। ती भुग्ने कुकुर चाहिँ भुग्ने झम्टिन आउने के साँच्चै पीडित चाहिँ भैमा सुतेर रोइरहेर बसिरहन्। पीडित हो भने त चुप लगाएर बस्नु नि रोडमै होइन। रोडमा चुप लगाएर बस्नु, आफ्नो जेठा त्यही खानु अनि केही समाधान हुन्छ कि हुँदैन कानुनी नियम अनुसार कानुनी प्रक्रिया अनुसार अगाडि बढ्नुहोस्, काहीँ कुरा राख्नुहोस्। खालि घन्टेका खरानी ग्याङले खरानीहरू खालि घन्टेको खरानी ग्याङलाई मात्रै चाहिँ निया पाएका छन्। बोल्न भुक्न सक्ने अहिले खाएका बलिया होइन, त्यता तिग्रा भएका कपाल हल्लाउने जुल्फो हल्लाउनेलाई चाहिँ निया पाइने, ग्यास पनि पाइने होइन। सबैको समाधान ठिक हुन उफ्रिन सक्ने। जब कमजोरी मान्छे छन् साँच्चै पीडित है माइतीका मण्डल सबैको लागि हो। त्यो पत्रकारलाई नि छाय जाइरहेको छ
के हो त हरकत के हो त पत्रकारलाई ठाए जाइलागेको छ झोले अरे अरूलाई आफू झोले भएर हिँडेको थाहा छैन आफै भुकेको गात्दै हिँडेको कुकुर चाहिँ आफै भुक्दै हिँडेको अनि खालि घन्टाको मात्रै सबैले गरेको थाहा छैन अरूले चाहिँ झोले मिडिया भन्ने ह्यान भन्ने नाम राख्नेहरूलाई चाहिँ तपाईँलाई फेरि खालि सरकारमा विरोध गर्ने तपाईँ सरकारको विरोधी आमा किन विरोध गर्नुहुन्छ तपाईँले म त सरकारको विरोध गरेको होइन सरकारले जे गर्दैछ त्यही सही कुरा भन्दैछु सरकारले गल्ती गरेर राम्रो गरे पो राम्रो भन्ने भराउटे होला तल भत्ता पाले माथि मण्डलमा पालेर राखेको छ खरा राम्रो गर्छ भनेर 2-3 भोट आएको होइन र जनताले पठाएन नि के को राम्रो गर्ने यस्तो खरानी बनाएर देश त अझ खरानी बनाउँछ लिएसम्म राखिरहेको त्यहाँ भने त अझ त खरानी बनाएर जलाउँछले त अलिक भकन जलाउँछ केही राखेको छैन यस्तो खरानीले यो त नामै खरानी घन्टेको ग्याङ खरानी ग्याङ नामै घन्टेले चाहिँ त्यहाँ के काम गर्छ अब चाहिँ उही भुइँ बोकाउने काम होइन घन्टेको आज विदेशीलाई आएर मैले अलिक सोधेको हेर ल नेपालले बोकाएर देखाओस् त त्यसको गाउँमा बोकाएर देखाओस् त यो काठमाडौँ गएर बोकाएर देखाओस् त विदेशले किन बोकायो त्यसलाई लाज छैन अलिकति त घन्टेका समस्या त यो गर्न पो आएको छ नि त अलिकति समथर भएपछि त भुइँ बोकाउनु थाले छमेलमा छपछपटी भएर कोही विदेशी आहा कोही जर्मनी आहा कोही अस्ट्रेलियाको युकेको आहा यहाँ छप्छे भुइँ बोकाएर भन्ने अब यो चाहिँ फेमस भयो भुइँ बोकाउहरूलाई घन्टी बजाएर नि लाज लाग्दैन कि अलिकति देउताको पूजा नि अरे घन्टी बजाएर अरे अहिले त भुइँ बोकाउनु जानु लाज लाग्दैन यस्तो बनाएर ब्याउने बनाएर कहाँ गयो तँ त्यही हो नि घन्टेको काम उफ्लो त काम अरू के गर्छ नि आएको 4 महिना भयो हुन लाग्यो एक वर्ष के अरे 1 वर्ष नि बढी भयो नि यसले यस्तै हो अब 84सम्म यस्तै हो सरकारले एउटा राम्रो काम गरे नि तपाईँले राम्रो काम गरेको भन्नु नि तपाईँ के को राम्रो काम गर्ने राम्रो काम गरेको त पहिला नम्बरमा पर्छ उहाँ सुकुम्बासीको डोजा चलाएको छापाथाली गरेर रकै दिन चलायो दोस्रो काम के राम्रो के गरे भनौँ अब दोस्रो काम चाहिँ उहाँ नेपालले पनि भारतको भूमि लुटे म आए थापाको लाइसेन्स एक दिन पाइन्छ अरे पहिला पाइन्थ्यो अहिले एक ट्रायल दिएको भोलिपल्ट लाइसेन्स पाइन्छ अरे मान्छेको छ्यापछ्याप्ती लाइसेन्स पाए लाइनमा कोही बस्नै परे होइन लाइसेन्स त छ्यापछ्याप्ती घरै पुर्याइदियो घर बजारमा ल्याएर हालिदियो लाइसेन्स त घखरानीहरू त्यहाँ बोलेको कुरा पुर्याए बोली फेरि अरू अनि लाइसेन्स त ल्यायो भरै ल्याएर पुर्याएर अनि दराजमा राखिदियो ल्याएर कि जानै पर्दैन मान्छेलाई तेल खर्च अरे महँगो तेल खर्च अरे जानै पर्दैन ल्याइदियो घरै किन विरोध गर्नुभएको यो सरकार त्यसरी यो घन्टे त खरानी गर्न आएको के खरानीलाई त गरानी भन्नु पर्यो नि होइन घन्टे त खरानी नै हो तपाईँलाई कुन पार्टीको झोले भन्ला नै आमा कुन दिन म त झोले कुनै पार्टीको नि होइन म कुनै पार्टीको नि होइन झोले भने पनि पाउँदैन म झोले होइन नेपाली हो नेपालको कुरा नेपालमा गल्ती गरौँ नेपालमा गद्दारी गरौँ अझ केही नपाएर नेपालको सिंहदरबार पनि नाम फेर्छ अरे सिंहदरबार नाम फेर्न त पहिला यता सुन है हरि के पौडेल यता सुन ध्यान दे सुन्यो त नेपालको सिंहदरबार नि पृथ्वीनारायण शाहले यतिकन गरेर राखेर बनाएर राखेको हो अर्को कुरा सुन फेरि यो नेपालको चाहिँ पृथ्वी नेपालमा कति जनता छन् नेपाली जनता नि कति छन् तिनको नेपाली सोधेर आइया कसैको बाउको होइन त निजी होइन त जे गरेर पनि पाइने तिमीहरूलाई चाहिँ घन्टीमा छाप लगाएर तिमीहरूलाई चाहिँ यही गर्न पठाएको हो भारतको नाम के नेपालको नाम फेर्ने सिंहदरबारको नाम फेर्ने अरे तिमीलाई मनलाई हुन्छ मलाई भोट दिएर चाहिँ काम गर्न पठाएको नेपालको सहज होला नेपालीलाई विदेशमा गाह्रो भयो नेपालीमा कति युवतीहरू युवाहरू गएर मरे कति बक्सामा आयो भनेर अनि अर्को कहाँ गयो नि त ठग सकाइ ठग कहाँ गयो अर्को बोली फेरि के कात्ती कुकुरको बच्चा कहाँ गयो त रवि राईको गुहाएर आएको के उहाँ इन्डिया गएर अनि त कहाँ गयो अहिले त के भन्छ गल्ली गल्लीमा म टिकट टाँस्छु फेरि टिकट फेरि भिसा ठुक्क तेरो बोली गल्ली गल्लीमा टाँसिस् कि अनि पेटा हालिस् पैसा अनि गल्ली गल्ली टाँसेर म विदेशबाट उहाँ के भन्छ युरोपभन्दा महँगो पैसा दिन्छु यहाँ फ्रीमा बेरोजगार भएकोलाई रोजगार दिन्छु भनेको अनि कल्तीमा पैसा नआउनेलाई उपचार गराउने भनेको तिमीहरू घन्टे होइन हौ ए खाने ग्याङ हो होसियार अनि तिमीहरू फेरि कति बोल्ने फेरि है अनि उपचार खर्च गर्नेलाई नभन्दा उपचार गर्ने अनि त्यो स्वास्थ्य बिमामा स्वास्थ्य पनि हटाइदियो अनि भएको पैसा नि भ्याट तिर्ने 3% तिमीहरूका बाउले ल्याएर राखिदियो भ्याट दिने पैसा कति ठाउँ तिर्ने ग्यास पनि महँगो तेल पनि महँगो उता स्वास्थ्य बिमाको ठाउँमा उता औषधि गर्न त्यहीँ महँगो अनि पढाइ गर्न स्कुलमा त्यहीँ एउटा पैसा नहुनेले पनि फोकट त्यहाँ पढ्न पाउने भनेर भन्थ्यौ त पहिला खरानी ग्याङका गुखाने हो टलेरको गुखा बोल्याऊ कि भात खाएर बोल्याऊ त बोली किन नबोल्याएको कहाँ गयो त्यो अहिले मैले बुझिनँ भन्छ कहाँ गयो त ठग
सरकारी 5 करोड सरकारी 4 करोड 5 करोड धर्दिन छिन् सब कहाँ गयो जेल तरुवा कहाँ गयो त जेल तरुवा अहिले कहाँ गएर बसिरहेको छ कुन दुरामा बुझिन नि अहिले भन्छ खाना पाए चाहिँ घर दैलो गए घिउ तारेर गुहा नै भात खाँदै हिँड्छ अर्का घिउ पनि चम्चा पनि तानेर खाँदै विदेश गाउँमा हिँड्छ अर्का खाना बा चम्चा पनि मिल्न खोज्छ अर्का खाना बा चाहिँ के भन्छ जान्छ क्या उहाँ कहाँ पुग्छ उहाँ गाउँका सोझालाई उल्लु बनाउनलाई सोझा छाडा के आउन जनता होला सोझा जाडा जनता अन्त काठमाडौँमा गरेर देखाएको त्यस्तो त्यसलाई पानी पनि दिँदैन कुन ठाउँमा हुम्ला जुम्लातिर कहाँ गएर खाइरहेको छ घिचिरहेको घिउ खाने खानी भात खानी अनि छोरा छोरालाई भममा पारेर ल्याउने म भिसा फ्री टिकट त्यस्तै गएर चान्छु म गल्ली गल्ली यहाँ युरोपमा गएर अनि नेपालमा ल्याएर रोजगार दिन्छु भनेको भात मराले आफैले घिचेर बस्यो कुकुरको गुहा यहाँनिर अनि त्यो घन्टेमा चुपचाप घन्टी छाप गरे त्यसपछि चाहिँ खमेलतिर सडक छाप मुनि बगाउन चाप घन्टी छापपछि पत्ता छापेपछि खमेलतिर भुइँ बगाउन थाल होइन विदेशीलाई सोझा देखेर भुइँ बगा हेर्नुहोस् ल त नेपाललाई बगाएर देखा त ल त नेपाली काठमाडौँको पोखराको झापाको चितवनको बगाएर देखा त विदेशीहरू किन बगाइस् त रौसी अरूलाई बगाउँछ नि त सोझा देखेर होइन घुम्न आएको देखेर त्यो दिदीबहिनी विदेशमा गयो भने के हुन्छ नि हालत बगाइदियो नि क्या छस् घरानी घन्टे ज्ञान के गर्छस् भन् त के गर्छस् त्यो दिदीबहिनीलाई बगाइदिए विदेशमा गएर अनि फेरि भिसा गरेर गयो भने दुःख पारेर गयो भने क्या जस्तो सन्छस् त अर्काको दिदीबहिनी होला नि त ऊ पनि हर्कत देखाइ ताले यता भने ब्याउनी बनाएर कहाँ पुगिसक्यो अहिले कुन दुला छ सम्पर्क बिनबाट लाज छैन शरम छैन लाज नभएका कुकुरहरू घन्टेका खरानी लाज लाग्यो तिमीहरूलाई अलिकति देशमा दिएको तिमीहरूलाई अनि देशै नाम फेर्छु अरे कहाँ हो त अर्को बाहुन जुल्पे बाहुन कहाँ हो त टपरे बाहुन कहाँ हो त टुपी बालेको बाहुन त के भन्छ त है ढकाल पेटमा हरि छैन कतिमा यति पनि छैन त्यसलाई मासको दाना पनि छैन त्यसलाई हरि नाम मात्रै हरि के आफ्नो बाउको त्यो आमाको दाइजो हो त सिंहदरबार अनम नगर राख्छु अरे यो राख्छु अरे आफ्नो सहनीको पाएको बच्चाको नाम राखेको हो सिंहदरबारको नाम फेर्नलाई लो नखाए हेर त लो हेर लो देखाम त हेरेको राखेको देखाम त 3 करोड जनता तिमीलाई उचालेर पछालेर रोटा तिमीलाई छेचालेर तिम्रो बाउको बिहा देखाउँछन् तिमीको नेपाली के है अब त लाटो खण्ड सबै बाटो भइसक्यो अब पहिला जस्तो छैन घन्टी छाप लायो नि त अब त गुहाएर अब त लाउँदैनन् तिमीलाई त अब त यति हो पालो पुखुरीमा गयो पुस्तम पुग्यो के हो तिमीले ठुलो कुरा गर्छौ अहिले पनि पाउन आशा छ घन्टे खरानी ग्याङ हो खबरदार साथीहरू यिनीहरूलाई यो भिडियो लाइक गरेर खरानी ग्याङ त चुपीबाट झ्याम्टाबाट बाहुन के नि ठाउँठिको लाएर बसेको त झ्याम्टेवाला केही न केहीको त्यस्ता कस्तोलाई भोट दिए 10 लाएर भोट